मालतीको आत्माले आफ्नो कथा सुनाए कसरी 1927 एक दुष्ट आत्माले उनलाई नियन्त्रण गरेर आफ्नै परिवारको हत्या गराए। उनी निर्दोष थिइन्, तर संसारले उनलाई नै हत्या ठाने। रोहन र प्रिया माथिल्लो तल्लामा भागे, जहाँ तिनीहरूले बालकृष्ण दासलाई भेट्यो। 1927को त्यो तान्त्रिक जसको आत्मा 80 वर्षदेखि त्यहाँ सुरक्षा गरिरहेको थियो, अचानक त्यहाँ एकजना युवती आइन् जसको नाम रेखा हुन्छ, जसले मालतीको नातिनी हुन् भनी दाबी गर्छिन्। तर कसरी? मालती त अविवाहित नै मरेकी थिइन्। अब सबैभन्दा गहिरो रहस्य खुल्दैछ। नमस्कार साथीहरू, स्वागत छ अध्यायको तेस्रो एपिसोडमा। आज हामी जान्छौँ सबैभन्दा गहिरो अध्यायमा, जहाँ श्रापको जरा छ, जहाँबाट सबै कुराको सुरुवात भयो। किनभने कहिलेकाहीँ वर्तमानको पीडा बुझ्न हामी विगतमा धेरै पछाडि जानुपर्छ। आज हामी फर्कन्छौँ 1850को दशकमा, जुन बेला यो महल पनि थिएन, जब यो ठाउँ अर्कै किसिमको थियो। आज हामी जान्छौँ त्यो दुष्ट आत्मा को हो, किन यति शक्तिशाली छ, र किन यसले मालतीलाई नै रोज्यो। बत्ती बालेर राख्नुहोस्, किनभने यो यात्रा सबैभन्दा अँध्यारो हुनेछ। माथिल्लो तल्लाको कोठामा रोहन, प्रिया, बालकृष्ण दासको आत्मा र अब रेखा थिए। रेखा 45 वर्षकी शिक्षिका, गम्भीर अनुहार तर आँखामा दुःख भरिएको थियो। प्रियाले पहिलो प्रश्न सोधिन्, तपाईँ मालतीको नातिनी कसरी हुन सक्नुहुन्छ? मालती त अविवाहित थिइन्, उनको सन्तान नै थिएन। रेखाले गहिरो सास लिन र बस्ने इसारा गर्यो। यो कथा लामो छ र पीडादायक पनि। उनले सुनाउन थाले, तिमीहरूले सही सुन्यौ, मालती अविवाहित मरिन्, तर एउटा रहस्य थियो, एउटा रहस्य जो उनको परिवारलाई पनि थाहा थिएन। के रहस्य? रेखाले जारी राखिन्, मालतीको एक जुम्ल्या बहिनी पनि थिइन्। सबै अचम्मै परे। जुम्ल्या? तर रेकर्डमा यो कुराको बारेमा केही पनि छैन त। हो, किनभने उनको जुम्ल्या बहिनी जन्मिएको केही घण्टामै मरेकी थिइन्। सायद सबैलाई यस्तै लाग्यो। रेखाले कथा सुनाउन थालिन् र फेरि दृश्य परिवर्तन भयो। सबै फ्ल्यासब्याकमा जान्छ। समय हो 1909को चैत महिना। राणा जङ्ग बहादुरको पहिलो पत्नी सुमित्रा देवी, उनी गर्भवती थिइन्। यो उनको पहिलो सन्तान हुनेवाला थियो। सुत्केरी व्यथा सुरु भयो। सुत्केरी सार्न दाई बोलाइयो। दाई भन्नाले पहिला जस्तो गाउँघरमा कोही सुत्केरी हुँदा अलिक उमेर खाएको आइमाईहरू हुन्थिन् नि, अब उहाँहरूलाई भनिन्छ। अहिलेको अस्पतालमा हुने नर्सहरू जस्तै। घरमा तयारी भयो। गर्भ अवस्था कठिन थियो। घण्टको पीडा र अन्त्यमा एउटी बच्चा जन्मिन्। सबै खुसी भए, तर दाईले भन्यो, एकछिन रुक्नुहोस्, अझै एउटा आउँदैछ। के? जुम्ल्या? केही मिनटपछि अर्को पनि बच्चा जन्मिन्, तर दोस्रो नानीको अवस्था अलि फरक थियो। उनी रोइनन्, न त हल्लिन् नै। उनको सास पनि चलेको थिएन। दाइले जाँच गरिन्, यो नानी त जिउँदो छैनन्। आमा सुमित्रा देवी दोस्रो छोरीको मृत्यु अवस्थाले साह्रै दुखी भएर गइन्। यो हुन सक्दैन, मेरी छोरी। तर के गर्ने? गाउँमा डाक्टर पनि थिएन र बोलाउने समय पनि थिएन। राणा जङ्ग बहादुरले निर्णय गरे, मरेको नानीलाई गाडी देऊ र यो परिवारको इज्जतको लागि कुरा कसैले पनि थाहा पाउनु हुँदैन। त्यो रात नोकरहरूले मरेको नानीलाई महलबाट टाढा लगे, जङ्गलको एउटा पुरानो ठाउँमा लगेर गाडे। तर तिनीहरूलाई थाहा थिएन कि त्यो ठाउँ सामान्य थिएन। जुन ठाउँमा बच्चीलाई गाडियो त्यो पहिला शमशान थियो। 100 वर्ष पुरानो शमशान, र त्यो शमशानको स्थानीय लोककथा थियो। त्यो ठाउँमा एउटा शक्तिशाली तान्त्रिकले आफ्नो मृत्युअघि श्राप दिएको थियो। त्यो तान्त्रिकको नाम थियो कालीचरण, एउटा कालो जादु गर्ने तान्त्रिक, जसले मानिसहरूलाई श्राप दिन्थ्यो, दुष्ट आत्माहरू बोलाउँथ्यो। 1850मा गाउँलेहरूले उसलाई समातेर उसले गरेको अपराधको लागि त्यसलाई त्यही ठाउँमा जिउँदै जलाइदियो। मर्दै गर्दा कालीचरणले श्राप दिँदै भनेको थियो, तिमीहरूले मलाई जलायो, तर म फर्कनेछु। मेरो आत्मा यहीँ बस्नेछ, र जो कोही यो ठाउँमा आउँछ म तिनीहरूलाई लैजानेछु। यो जग्गा सधैँको लागि श्रापित हुनेछ। र साँच्ची नै त्यसपछि त्यो ठाउँमा अनौठो घटनाहरू हुन थाल्यो। मानिसहरू हराउने, जनावरहरू मर्ने, र त्यसपछि त्यो ठाउँलाई नै परित्याग गरिदिए। तर समयसँगै मानिसहरूले त्यो कुरालाई बिर्सिएर त्यो एउटा लोककथाको मात्र बन्यो। तर 1909मा राणा जङ्ग बहादुरका नोकरहरूलाई यो इतिहासको बारेमा केही पनि थाहा दिएन। तिनीहरूले त्यो बच्चाको लासलाई त्यही श्रापित जग्गामा गाडेर त्यहाँबाट निस्किए। तर सत्य फरक थियो। त्यो नानी मरेकी थिइनन्, उनी बस कमजोर र निष्क्रिय थिइन्, तर जीवित थिइन्। जब नोकरहरूले उनलाई गाडेर गए, केही घण्टापछि उनी बिउजिन्। अँध्यारोमा एक्लै बेसहारा माटोमा आइन्। उनी रुन थालिन्, तर कसैले पनि सुनेन। रुँदा रुँदै घन्टौँ बित्यो। बिस्तारै त्यो नानीको रुवाई कमजोर हुँदै गयो। उनको सास रोकिन लाग्यो, र त्यही छेडमा त्यो ठाउँमा लुकेको त्यो दुष्ट कालीचरणको आत्मा जागृत भयो। उसले महसुस गर्यो एक निर्दोष जीवन पीडामा रहेको, मृत्युको नजिक पुग्दै गरेको। त्यसपछि उसले सोच्यो, यो हो मेरो अवसर। कालीचरणको आत्माले त्यो बच्चीलाई आत्मिक रूपमा प्रस्ताव दिँदै भने, नानी, तिमी मर्दैछौ, तर म तिमीलाई बचाउन सक्छु। तर एउटा मेरो शर्त छ, तिमीले मलाई तिम्रो शरीर दिनुपर्छ जब जब मलाई चाहिन्छ।
त्यो नाबालकले के बुझ्न सक्थिन्? उनी बस बाँच्न चाहन्थिन्, संसार देख्न चाहन्थिन् र अनजान मोहनको आत्माले दुष्ट कालीचरणको प्रस्ताव स्वीकार गरिन्। कालीचरणको आत्माले बच्चीलाई शक्ति दियो। उनी माटो फोडेर बाहिर निस्किन बाँचिन्। अब उनी साधारण बालक थिएनन्, उनको भित्र कालीचरण लुकेको थियो, त्यसकारण उनी श्रापित थिइन्। बच्ची जङ्गलमा भट्किरहन् तर पनि कोही फेला परेनन्। उनलाई सम्हाल्ने कोही पनि भएन, तर अनौठो रूपमा उनी बाँचिन्। जङ्गलको फलफुल पानीहरू खाएर कुनै पनि जनावरहरूले उनलाई हानि गरेनन्, किनभने तिनीहरूले महसुस गरेका थिए कि त्यो नानीको शरीरमा कालो शक्तिको बास छ भनेर। यसरी नै समय बित्दै गयो। बच्ची 5 वर्षकी भइन्, तर बाहिरी मान्छे कसैले पनि उनलाई देखेन। तर 1914मा एकजना योगीले उनलाई फेला पारे। योगीको नाम थियो स्वामी देवानन्द। जङ्गलमा ध्यान गर्न आएका एक सन्यासीले उनलाई फेला पारे। योगीले बच्चीलाई देख्ने बित्तिकै तुरुन्त बुझे यो नानी श्रापित छिन् भनेर, तर उनको मुटु पग्लियो। यो बच्चीको गल्ती होइन, उनी त बिचरा शिकार भइन्। स्वामीले त्यो नानीलाई सम्हाले र आफ्नो आश्रममा लगे। नाम दिए कमला। बच्चीलाई हुर्काउन थाले, शिक्षा दिए, सुरक्षा दिए, तर स्वामीले एउटा कुरा लुकाए। उनले नानीलाई उनको वास्तविक परिवारको बारेमा केही पनि भनेनन्, किनभने उनलाई थाहा थियो त्यो परिवारले उनलाई मरिसकेको सोचेको छ र सत्य बताउँदा धेरै गाह्रो हुनेछ। कमला स्वामीको संरक्षणमा आश्रममै हुर्किन्। उनले सामान्य जीवन बिताइन्, तर पढ्न सिकिन्, धर्म पनि सिकिन्, मानिसहरूसँग के कसरी कुरा गर्ने, जीवनशैलीहरू बुझिन्। तर कहिलेकाहीँ अनौठो हुन्थ्यो। रातिमा कमलालाई सपना आउँथ्यो, डरलाग्दो सपना। त्यो तान्त्रिक कालीचरणको सपना। उसले उनलाई बोलाउँथ्यो, कमला तिमी मेरो हौ, तिमीले मलाई बाँचिदिएको छौ, म तिम्रो शरीर प्रयोग गर्न सक्नेछु र म फर्किनेछु। कमला डराउँथिन् र स्वामीलाई बताउँथिन्। स्वामी देवानन्दले भने यो साधारण सपना होइन, यो त्यो श्रापको प्रभाव हो। उनले कमलाको सुरक्षाको लागि उनलाई विशेष मन्त्रहरू सिकाए, हरेक दिन ध्यान गराए, सुरक्षाको लागि धागो बाँधे, जसले गर्दा धेरै वर्षसम्म कमला सुरक्षित रहिन्। कालीचरणको आत्मा उनलाई नियन्त्रण गर्न सकेन। तर जब 1914मा स्वामी देवानन्दको मृत्यु भयो, कमला एक्लै भइन्। कमला 20 वर्षकी भइन्। स्वामीको मृत्युपछि कमलाले आश्रम छोडिन्। उनी काठमाडौँ आएर जागिर खोजिन्। त्यहाँ उनले एकजना भद्र व्यक्तिलाई भेटिन्। त्यो व्यक्तिको नाम थियो हरिप्रसाद, एक साधारण, इमान्दार र दयालु व्यापारी। हरिले कमलालाई मन पराए। उनले कमलालाई विवाहको प्रस्ताव राखे। कमलाले स्वीकार गरिन्। त्यसपछि उनीहरूको विवाह भयो, खुसी जीवन सुरु भयो। 1925मा कमलाले एउटी छोरी जन्माइन्। नाम राखियो सरस्वती। कमला अब आमा बनेकी थिइन्, खुसी थिइन्, सबै सामान्य थियो। तर 1926मा कमलाको स्वास्थ्य अवस्था एक्कासी बिग्रिँदै गयो अनि उनी गम्भीर बिरामी परिन्। डाक्टरहरूले भने यो कुनै साधारण रोग होइन, केही अनौठो छ र साँच्चीकै अनौठो थियो, किनभने कालीचरणको आत्मा फेरि जागृत भएको थियो। स्वामी देवानन्द जबसम्म बाँचिरहेका थिए, उनको आध्यात्मिक शक्तिले कालीचरणलाई दबाएको थियो। तर अब स्वामी गइसकेका थिए, कालीचरण बिस्तारै फर्किरहेको थियो। 1927को फागुन महिनामा कमलाको अवस्था धेरै नै बिग्रियो। एक रात उनले हरिलाई बोलाइन् र काँप्दै भनिन्, हरि, मलाई लाग्छ म बाँच्न सक्दिनँ, तर तपाईँले एउटा कुराको बारेमा जान्नुपर्छ। के कुरा? नबोल यस्तो, तिमी निको हुन्छौ। होइन, सुन न, म को तपाईँलाई थाहा छैन, मेरो वास्तविक परिवारको म आफैलाई पनि थाहा छैन, तर म भित्र के छ, के दुष्ट र त्यो हाम्रो छोरी सरस्वतीमा सर्न सक्छ। के भन्दैकी छौ? कमलाले आफ्नो कथा सुनाइन्। जङ्गलमा कयौँ वर्ष बिताएको, स्वामीले बचाएको र त्यो तान्त्रिकको डरलाग्दो सपनाहरू हरि सुनेर स्तम्भ भयो। विश्वास नै गर्न गाह्रो भयो। तर त्यो रात कमलाको मृत्यु भयो। जब उनी मरि, हरिले देखे एउटा धुवाँ जस्तो कमलाको शरीरबाट निस्केर हावामा गायब भएको। त्यो थियो कालीचरणको आत्मा, मुक्त हुँदै नयाँ शरीर, नयाँ शिकारको खोजमा। यता 1924मै कमलाको मृत्यु हुनुभन्दा केही वर्ष अघिदेखि राणा जङ्गबहादुरले रक्तकाली महल बनाउँदै थिए। अभिले बन्ने जग्गा त्यही पुरानो शमशानको भूमि नजिक थियो, जहाँ कालीचरणलाई जलाइएको थियो, र बेसमेन्ट, त्यो बेसमेन्ट पुरानो शमशानको ठाउँमा नै अन्जानमा बनाइएको थियो। जब महल बन्यो, राणा जङ्गबहादुरको परिवार त्यहाँ बस्न सुरु गरे। मालती, सरला र तिनीहरूको आमाबुवा र साथै कालीचरणको आत्मा, जो कमलाको शरीरबाट मुक्त भएको थियो, आफ्नै पुरानो ठाउँमा फर्किएर बेसमेन्टमा बस्न थाल्यो र त्यहाँबाट उसले खोज्न थाल्यो नयाँ शरीर र नयाँ शिकार। अनि उसले छान्यो मालती। किनभने कमलाको जुम्ल्या बहिनी थिइन्। जुम्ल्या बहिनीहरू एक रूपमा जोडिएका हुन्छन् र कालीचरणले यो जोडलाई प्रयोग गर्यो कमलाबाट मालतीमा सर्नको लागि। 1927मा बिस्तारै उसले मालतीलाई नियन्त्रण गर्न थाल्यो र अनन्त त्यो भयानक रातमा सबै परिवारको हत्या गरायो। रेखाले कथा सकिन्। रोहन प्रिया स्तम्भ भयो।
सबै कुरा जोडिँदै थियो। प्रियाले सोधिन्, तर तपाईँ कसरी यो सबै कुरा थाहा छ तपाईँलाई? तपाईँ कसरी मालतीको नातिनी हुनुभयो? रेखाले जवाब दिइन्, किनभने म कमला र हरिप्रसादकी छोरी सरस्वतीकी छोरी हुँ। कमला मरेपछि मेरी आमा सरस्वतीले यो कथा आफ्नो आमा कमलाबाट सुन्नुभएको थियो र उहाँले मलाई सुनाउनु भयो। त्यसपछि यो कुरा तपाईँले कसैलाई भन्नु भएन? कसलाई भन्ने? कसले विश्वास गर्ला? तर बाबा बालकृष्ण दासले मलाई सपनामा बोलाउनु भयो र भन्नुभयो, समय आयो, अब सत्य बाहिर आउनुपर्छ, अब कालीचरणलाई नष्ट गर्नुपर्छ। बालकृष्ण दासको आत्माले मुन्टो हलाउँदै भन्यो, हो, म 80 वर्ष पर्खेँ यही समय र सही मानिसहरूको लागि र तिमीहरू आयो। रोहनले सोध्यो, हामीले के गर्नुपर्छ? कसरी कालीचरणलाई नष्ट गर्न सकिन्छ? बालकृष्ण दासले गम्भीर अनुहारमा भन्यो, त्यसको लागि हामी बेसमेन्टमा जानुपर्छ, जहाँ कालीचरणको वास्तविक शक्ति लुकेको छ र एउटा अनुष्ठान गर्नुपर्छ। कस्तो अनुष्ठान? जुन म 1927मा गर्न सकिनँ, तर अब तिमीहरूको सहयोगले हामी सक्छौँ। रेखाले थपिन्, तर खतरनाक छ। बेसमेन्टमा कालीचरणको आत्मा सबैभन्दा शक्तिशाली हुने ठाउँ, त्यहाँ जाँदा आत्मघाती हुन सक्छ। प्रियाले कामले सोधिन्, र यदि हामी गएनौँ भने? बालकृष्ण दासले भने, तब कालीचरण अझै शक्तिशाली हुँदै जानेछ र अनन्त यो महल भत्किनेछ। नयाँ भवन बने पनि श्राप रहनेछ र कोही निर्दोष मान्छे फेरि नयाँ शिकार हुनेछ। यो चक्र अनन्त जारी रहनेछ। सबै चुप भए। बाबाको कुराले सबै सोचमा परे। रोहनले प्रियालाई हेऱ्यो, के छ तिम्रो विचार? के सोचिन्छौ? प्रिया डराएकी थिइन्, तर उनको जर्नलिस्टको जिज्ञासा र सत्यप्रतिको कमिटमेन्ट जाग्यो। हामीले प्रयास गर्नुपर्छ। यदि हामीले गरेनौँ भने अरू कसले गर्ला? रोहनले टाउको हल्लाउँदै भन्यो, ठिक छ, हामी जान्छौँ। बालकृष्ण दासले मुस्कुराउँदै भने, राम्रो, तर पहिला तयारी गर्नुपर्छ। कसो तयारी? मन्त्र सिक्नुपर्छ, सुरक्षा कवच बनाउनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण हिम्मत जुटाउनुपर्छ। रेखाले थपिन्, म तिमीहरूलाई मद्दत गर्छु, म पनि जान्छु, तर तपाईँ किन खतरा लिनुहुन्छ? किनभने यो मेरो परिवारको कथा हो। मेरी हजुरआमा कमलाको पीडा र मेरो जेठी हजुरआमा मालती, जसलाई कमलाले कहिले पनि भेटेकी थिइन्, उहाँको अपमान हो। यो सबै अन्त्य गर्न चाहन्छु। बाँकी रात तिनीहरूले तयारी गर्यो। बालकृष्ण दासले मन्त्र सिकाए, सुरक्षा धागो बाँधेर एउटा यन्त्र बनाए जुनमा विशेष मन्त्र लेखिएको थियो। यो यन्त्र तिमीहरूलाई सुरक्षा दिने र केही समयको लागि मात्रै। तिमीहरूले छिटो काम गर्नुपर्छ। बिहान हुन लागेको थियो। तिनीहरू बेसमेन्टमा जाने तयारी गरिरहेका थिए, तर अचानक तल्लो तल्लाबाट आवाज आयो। मुख्य ढोका खोलेर कोही महलमा आउँदै गरेको पाइलाको आवाज। सबै सतर्क हुँदै भने, अब को आयो? पाइला माथिल्लो तल्लासम्म आयो अनि ढोका टकटकाएको आवाज आयो। टकटक। रोहनले सावधानीपूर्वक ढोका खोल्यो। बाहिर एकजना 60 वर्ष जतिको मान्छे उभिएको थियो, सुट र चस्मा लगाएको, साथमा ब्रिफकेस बोकेको। नमस्कार, म प्रोफेसर विक्रम रावल हुँ, इतिहासकार, र म यो हवेलीको बारेमा अनुसन्धान गरिरहेको छु। रोहन अचम्मित भयो। यति बिहान कसरी आउनुभयो? प्रोफेसर मुस्कुराउँदै भने, किनभने मलाई थाहा थियो आज यहाँ केही महत्त्वपूर्ण हुँदैछ। तपाईँलाई कसरी थाहा भयो? प्रोफेसरले ब्रिफकेस खोलेर एउटा पुरानो पुस्तक निकाले। यो पुस्तक मैले एउटा पुरानो मठमा फेला पारेँ। यसमा लेखिएको छ कालीचरण तान्त्रिकको बारेमा, उसको श्रापको बारेमा र कसरी त्यो श्राप तोड्ने बारेमा। सबैको आँखा चम्कियो। बालकृष्ण दासले भने, तिमी को हो साँच्चै? प्रोफेसर हाँस्दै भने, म साधारण इतिहासकार हुँ, तर मेरो हजुरबुवा तान्त्रिक हुनुहुन्थ्यो र उहाँले मलाई भन्नुभएको थियो एक दिन रक्तकाली महलमा श्राप तोडिनेछ र तिमीले मद्दत गर्नुपर्छ। तपाईँको हजुरबुवाको को हुनुहुन्थ्यो? उहाँको नाम थियो बालकृष्ण दास। सबै स्तम्भ भए। बालकृष्ण दासको आत्माले प्रोफेसरलाई हेरेर आँखाभरि आँसु पार्दै भने, मेरो नाति तिमी आयौ। प्रोफेसर विक्रमले पुस्तक खोलेर पढ्न थाले। कालीचरण तान्त्रिकको श्राप तोड्न 3वटा कुरा चाहिन्छ। पहिलो, एक शुद्ध आत्मा जो स्वेच्छाले बलिदान दिन तयार हुन सक्छ। सबैले एकअर्कालाई हेर्दै सोचे, कसले त्याग गर्ने? दोस्रो, कालीचरणको वास्तविक हड्डी जुन बेसमेन्टको सबैभन्दा गहिराइमा छ। रोहनले कामले सोध्यो। र तेस्रो? प्रोफेसरले पृष्ठ पल्टाएर पढे। तेस्रो, पूर्णिमाको रात र अहिले। उसले जालबाट बाहिर हेऱ्यो। आकाशमा चन्द्रमा उडाइरहेको थियो। पूर्ण चन्द्रमाको रात। आज पूर्णिमा हो। अचानक बेसमेन्टबाट भूकम्प जस्तो कम्पन आयो। पुरै महल हल्लियो र बेसमेन्टबाट चिच्चाहट गयो। कालीचरणको आत्माले थाहा पाइसकेको थियो अनन्त नजिक र उसले आक्रमण सुरु गर्यो।